सत्यको जित। धेरै पहिलेदेखि नेपालका हरियाली पहाडले घेरिएको एउटा सानो गाउँ थियो सुनखानी। त्यो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र होइन, इमान्दार मेहनती मानिसहरूले बसोबास गर्ने ठाउँ थियो। गाउँमा एउटा सानो विद्यालय पनि थियो, जहाँ गाउँका सबै बालबालिका पढ्न जान्थे। त्यही गाउँमा रमेश नामको एउटा 10 वर्षीय बालक बस्थ्यो। ऊ असाध्यै चञ्चल र हँसिलो थियो। तर उसलाई एउटा नराम्रो बानी थियो। ऊ झुट बोल्थ्यो। जब ऊ कुनै गल्ती गर्थ्यो, ऊ सजायबाट जोगिन झुट बोल्थ्यो। एक दिनको कुरा हो, विद्यालयमा शिक्षकले सबैलाई गृहकार्य दिनुभएको थियो। रमेशले गृहकार्य गर्न पटक्कै मन पर्दैन थियो। उसले दिनभर खेलकुदमै समय बिताए र गृहकार्य नगरी विद्यालय गयो। विद्यालयमा शिक्षकले सबैलाई गृहकार्य देखाउन भन्नुभयो। रमेशलाई थाहा थियो, गृहकार्य नगरेको कारणले शिक्षकले उनलाई गाली गर्नेछन्। त्यसैले उसले झुट बोल्यो। सर, मेरो कापी त हिजो खोल्सामा खस्यो। पानीले सबै लेखेको कुराहरू पनि बगाइदियो। शिक्षकले रमेशको कुरा पत्याउनु भयो। तर यो क्रम बढ्दै गयो। दिनदिनै रमेश झुट बोल्न थाल्यो। कहिले कापी हरायो, कहिले बिरामी पर्यो, त कहिले कापी खायो मुसाले भनेर पनि बहाना बनाउन थाल्यो। एक दिन विद्यालयमा चित्रकला प्रतियोगिता आयोजना गरियो। रमेश चित्र बनाउन धेरै सिपालु थियो। ऊ प्रतियोगितामा भाग लिन चाहन्थ्यो, तर रङहरू सकिएको थियो। उसले आफ्नो साथी विपिनसँग रङहरू माग्ने सोच्यो। विपिन, मलाई तेरो रङ दिन सक्छस्? रमेशले सोध्यो। विपिनले निधार खुम्च्याएर भन्यो। तर रमेश, तैँले त जहिले झुट बोल्छस्। तैँले साँच्चै रङ छैन कि झुट बोल्दैछस्? रमेश लज्जित भयो। बिस्तारै सबै साथीहरू उसलाई विश्वास गर्न छाडेका थिए। त्यस दिन ऊ निकै दुखी भयो। उसले बुझ्यो कि सानो फाइदाका लागि बोलेको झुटले उसलाई ठुलो नोक्सान पुर्याउन सक्छ। अब कसैले पनि उसलाई विश्वास गर्दैनथे। त्यस रात रमेशले आफ्नी आमासँग आफ्नो मनको कुरा गर्यो। आमाले मायाले भने, बाबु, झुटको बाटो सधैँ छोटो हुन्छ। सत्य नै सबैभन्दा ठुलो शक्ति हो। यदि तिमी साँचो बोल्छौ भने सबै तिमीमाथि विश्वास गर्छन्। त्यस दिनदेखि रमेशले कहिल्यै झुट नबोल्ने निर्णय गर्यो। अब ऊ सत्य बोल्थ्यो, गल्ती गरे स्वीकार्थ्यो र सुधार गर्न प्रयास गर्थ्यो। केही दिनपछि विद्यालयमा निबन्ध लेखन प्रतियोगिता भयो। रमेशले सत्यको महत्त्व भन्ने विषयमा निबन्ध लेख्यो। उसले आफ्नो जीवनमा झुट बोल्दा भएका समस्या र सत्य बोल्न थालेपछि पाएको विश्वासबारे निबन्ध लेख्यो। परिणामको दिन आयो। प्रधानाध्यापकले रमेशलाई पहिलो पुरस्कार दिए। सबै साथीहरूले रमेशको इमान्दारीको तारिफ गरे। शिक्षकले पनि उसको परिवर्तन देखेर प्रशंसा गर्नुभयो। रमेश फेरि सबैको प्रिय बन्न पुग्यो। यसपटक झुटले होइन, सत्यले उसलाई सम्मान दिलाएको थियो। यो कथाले हामीलाई यो सिकाउँछ कि झुटले क्षणिक राहत दिन सक्छ, तर अन्ततः हामीलाई समस्यामै पार्छ। सत्य नै सबैभन्दा ठुलो शक्ति हो, जसले अन्ततः जित दिलाउँछ।